सभी माननीय मुख्यमंत्री जी विशिष्ट तो यहाँ उपस्थित म डाक्टर अजिता पौडेल प्रमुख कंसल्टेन्ट साइकियाट्रिस्ट आदर्श अस्पताल विराटनगरमा विभागीय प्रमुखका रूपमा कार्यरत छु। आज म तपाईहरुलाई यस लामो औषधि शरीरमा कस्ता कस्ता खालका औषधहरू गर्छन् भन्ने बारेमा एउटा प्रस्तुतिकरण लिएर आएको छु। सबैभन्दा पहिला लागु औषध दुर्व्यसनी भनेको के हो भन्ने कुराको बारेमा कुरा गरियो भने लागु औषध दुर्व्यसनी एक मस्तिष्कको दीर्घकालीन रोग हो। यसमा व्यक्तिले पटक पटक लागु औषधको प्रयोग गरिरहनुहुन्छ र त्यसले शरीरमा गर्ने नकारात्मक असरको बारेमा थाहा हुँदाहुँदै पनि उहाँहरूले लागु औषधको कमी गर्न सक्नुहुन्न, त्यसको प्रयोगलाई रोक्न सक्नुहुन्न। त्यसलाई लागु औषधको दुर्व्यसनी भनेर भनिने गरिन्छ। सुरुवाती स्टेजहरुमा लागु औषध प्रयोग गर्ने भनेको रमाइलोको लागि साथीहरुको प्रेसरमा गरिन्छ भने बिस्तारै त्यो लत लाग्न थाल्छ। जुन बेलामा शरीरमा लागु औषधको मात्रा धेरै चाहिन थाल्छ। पहिला थोरै मात्राले रमाइलो दिन्थ्यो भने अब पछि हुँदै जाँदाखेरि धेरै मात्रा चाहिन थाल्छ। लागु औषध प्रयोग नगर्दाखेरि शरीरमा नकारात्मक असरहरू देख्न थालिन्छ। त्यसका नकारात्मक असरहरू थाहा पाउँदापछि त्यसको प्रयोग लिइरहनु पर्ने आवश्यकता जरुरी हुन्छ। हाम्रो क्षेत्रमा कमनली युज हुने लागु औषधहरू भनेको एल्कोहल, ओपिएट्स, क्यानाबिस, बेन्जोडाइजेपिन्स जस्ता ट्याब्लेट्सहरू जुन देखिन्छ, अल्प्राजोलामहरू यस्ता ट्याब्लेट्सहरू र टोब्याको भनेको सुर्ती गर्ने पदार्थहरू पर्दछ। विश्वव्यापी रूपमा हेर्ने हो भने पनि प्रति वर्ष 6 लाख जना व्यक्तिहरूले लागु औषधका कारणले ज्यान गुमाइराख्नु परेको यथार्थ हाम्रो अगाडि छ। नेपालमा पनि प्रति वर्ष 5% लागु औषधको प्रयोग गरिरहेको छ। असरको कुरा गर्ने हो भने रक्सीबाट सुरु गरौँ। रक्सीले शरीरमा सबैभन्दा पहिला कलेजोको हामीले जाँच गर्यो भने कलेजोको इन्जाइम्सहरू जुन लिभर इन्जाइम्स भन्छौँ त्यसलाई बढाउँछ। बिस्तारै फ्याटी लिभर हुँदै सिरोसिसको स्टेजमा पुग्यो भने सिरोसिस हुने स्टेज चाहिँ इट इज इरिभर्सिबल एन्ड इट क्यान बी लाइफ थ्रेटनिङ अल्सो। र त्यसपछि यसले मस्तिष्कमा पनि असर पुर्याउँछ। जुन बेलामा मस्तिष्कका नसाहरू सुकाउनेदेखि लिएर प्यारालाइसिसका लक्षणहरू आउनेदेखि लिएर र बिस्तारै स्मरण शक्तिको कमी पनि यसले गराउन सक्छ। मुटुका समस्याहरू आउँछ, ब्लड प्रेसरका समस्याहरू आउन सक्छन्, टाइफाइटिस, डाइजेस्टिभ प्रब्लमहरू र बिस्तारै शरीरको इम्युनिटी सिस्टम कम भएर अरू थुप्रै रोगहरू लाग्ने चान्सेस पनि बेसी हुन्छ। अनि मैले भने डिपेन्डेन्स सिन्ड्रोम अर्थात् लत लागिसके पछाडि जब व्यक्तिले रक्सी छोड्नुहुन्छ उहाँहरूमा सुरुवाती स्टेजहरूमा साधारण लक्षणहरू देख्न सकिन्छ, जस्तो हातहरू काम्ने, पसिना आउने, डर लाग्ने जस्ता समस्याहरू। तर बिस्तारै समय बढ्दै गएपछि 72 देखि 48 अथवा 72 घण्टाभित्रमा उहाँहरूलाई टेलिडिन ट्रेन्सको स्थिति पनि आउन सक्छ। जुन बेलामा अरूले नदेखेका कुराहरू देख्ने, अरूले नसुनेका कुराहरू सुन्ने, एकदमै धेरै आत्तिने, डराउने र यो अवस्था भनेको लाइफ थ्रेटनिङ हुन्छ। यो बेलामा चाहिँ मेडिकल हेल्प नै चाहिन्छ। यदि यो बेलामा मेडिकल एटेन्सन सिक गरेन भने बिरामीले आफ्नो ज्यान पनि गुमाउनु पर्ने अवस्था आउन सक्छ। अर्को भनेको ओपिएट्स, जुन एकदमै अघि सरले पनि कुरा गर्नुभयो, खुला सिमाना। यसमा हाम्रो थुप्रै कुराहरू पर्छ, जस्तो हेरोइन, मर्फिन, कोडिन, ब्राउन सुगर, स्न्याक। ओभरडोजका कारणले गर्दा शरीरमा सास फेर्न गाह्रो हुने, ओठहरू निलो हुने, बेहोस हुने, हातखुट्टा चिसो हुने, आँखाका नानीहरू साना हुने जस्ता समस्याहरू भने विड्रोअल सिम्पटम्समा एकदमै चिडचिडी, पसिना आउने, छटपटी हुने, निद्रा नलाग्ने, हातखुट्टाहरू दुख्ने, नजिया, भमिटिङ, उल्टी आउने जस्ता लक्षणहरू देख्न सकिन्छ। जब कुनै व्यक्तिले लागु औषधको प्रयोग गर्नुहुन्छ उहाँहरूमा प्रयोग गरेको अवस्थामा अर्थात् इन्टक्सिकेसनको बेलामा पनि उहाँहरूमा थुप्रै लक्षणहरू देख्न सकिन्छ, जस्तो कसैले गाँजा प्रयोग गर्नु भएको छ भने आँखाहरू रातो हुने, खान धेरै मन लाग्ने, कानमा अरूले नसुनेका कुराहरू सुन्ने, आँखाले अरूले नदेखेका कुराहरू देख्ने जस्ता समस्याहरू। स्टिमुलेन्ट्सहरू प्रयोग गर्दाखेरि एकदमै शङ्का गर्ने समस्याहरू बेसी हुने, निद्रा धेरै लाग्ने, होस नहुने जस्ता समस्याहरू हुन्छ भने सिभियर इन्टक्सिकेसनको बेलामा सास प्रश्वासमा समस्या भएर मृत्यु हुन सक्छ, मृत्युका समस्याहरू आउन पनि सक्छन्। हामी यसमा हेर्न सक्छौँ लागु औषधले कुनै पनि हाम्रो शरीरको भागलाई छोडेको छैन। अघि मैले भने मस्तिष्कको कुरा, मस्तिष्कमा पनि यसले असर गर्छ।
गर्छ, आँखामा असर गर्छ, सास प्रश्वासमा असर गर्छ, मुटुमा असर गर्छ, हाम्रो डाइजेस्टिभ सिस्टममा असर गर्छ, मसल्सहरूमा इम्युन सिस्टम कमजोर गराउँछ, किडनीमा असर गर्छ। फेरि सबै भाग औषधले छोडेको छैन र यसले मानसिक स्वास्थ्यमा पनि असर गर्छ भन्ने कुरामा पनि म हाइलाइट गर्न चाहन्छु। लागु औषध प्रयोग गरिरहनु भएका व्यक्तिहरूले सुरुवाती स्टेजमा आफूलाई सजिलो पार्नको लागि, निद्रा लाग्नको लागि, आफ्नो एन्जाइटी कम गर्नको लागि प्रयोग गरे तापनि लामो समयमा चाहिँ यसले मानसिक स्वास्थ्यमा पनि असर गर्छ। जस्तो डिप्रेसनका लक्षणहरू देख्न सकिन्छ, जसमा मन उदास हुने, निराश हुने, काममा मन नलाग्ने, जागर नलाग्ने जस्ता लक्षणहरू, एङ्जाइटीका लक्षणहरू, मन आत्तिने, छटपटी हुने, चिचितापन हुने जस्ता लक्षणहरू, साइकोसिस जसमा चाहिँ व्यक्तिले अरूमाथि शङ्का गर्ने, फलानाले मेरो कुरा काटेको छ, मैले नसुनेको आवाजहरू सुनिरहेको छु, गाउँका मान्छेहरूले मलाई मादक बोल्दै हुनुहुन्छ भन्ने खालका नचाहिने कुराहरूमा शङ्का गर्ने समस्या व्यक्तिमा हामीसँग तथ्याङ्कमा धेरै व्यक्तिहरू हुनुहुन्छ जसले चाहिँ लागु औषधको प्रयोगले चाहिँ आत्महत्या पनि गर्नुभएको छ। हामीसँग उपचारका प्रविधिहरू थुप्रै छन्, नभएका होइन, त्यो बारेमा आज मैले भनेर यी सबै असरहरू भइरहँदाखेरि पनि हामी आज लागु औषधको दुर्व्यसनी विरुद्धको महाअभियानमा म के भन्न चाहन्छु भने हामीसँग चुनौतीहरू पनि प्रशस्तै छन्। जस्तो स्टिगमा एकदमै धेरै छ। एडिक्सन भनेको हामीले यसलाई मोरल फेलियरको रूपमा लिइरहेका छौँ, तर सुरुमा चाहिँ यो एक रोग हो भनेर सिस्टर ड्रग एब्युजले पनि भनिरहेको छ। यो रोगलाई हामीले नियन्त्रण गर्न सक्यौँ, यो रोगलाई हामीले ठिक पार्न सक्यौँ भने चाहिँ यसले गर्दाखेरि जति पनि असरहरू आइरहेका छन्, जति पनि क्राइम लाइफहरू आइरहेका छन्, त्यसलाई हामीले कन्ट्रोल गर्न सक्छौँ। र हामीसँग अझै पनि पर्याप्त मात्रामा डिएडिक्सन सेन्टर्सहरू जहाँ लागु औषध को उपचार गरिन्छ, त्यस्ता डिएडिक्सन सेन्टर्सहरूको पनि हाम्रो राष्ट्रमा कमी भएको देखिन्छ। सो तर उपचार भने सम्भव छैन, मैले असरहरू मृत्युसम्मका भने पनि उपचार चाहिँ अवश्य पनि सम्भव छ। So let us all join our friends to break the chain of drug abuse in Nepal. Thank you.